Hello everyone, welcome back to Susila Vlog. हामी तपाईले देख्न सक्नुहुन्छ भेराइटी खानाहरु छ यहाँ। आज हामी चाहिँ मुखबान गर्दैछौँ, त्यति धेरै त ल्याएको छैनौँ यहाँ चाहिँ हेर्नु। स्पेशल जुस, अन्डा, किम्ची, त्यो रातो के मिक्स स्वीट पोटाटो, आलु सरखण्डा भन्छ। त्यो एउटा अचार हो एकदम भयानक। त्यो तपाईले खानु मन यो हामी लिंक तल राखिदिन्छौँ नि हेर्नु होला है। ल हामी खाँदैछौँ। कस्तो हुनु है त्यो सितिमिति हैन सितिमिति गर्दैन नि कति भ्लगरमा के हालेलुया परमेश्वर बुवा आशिष दिनुहोस् साउजूहरुमा पावन बनाउने छोरीलाई पनि आशिष दिनुहोस् औ खाइ तपाईको मजा धन्यवाद यसो किसिममा हामी ओ माय गॉड एकछिन चाहिँ अस्तिको 300 रुपैयाँको करेन्ट हो कि यो 300 रुपैयाँ करेन्ट हैन के मैले करेन्ट एउटा एक्स्ट्रा मिसाएको यो पिन रामेन हो त्यही त नि करेन्ट चाहिँ मिसाएको कि थप्न लाग्यो र म भन्छु तपाईहरु नबोल्नु मलाई नहेर नि अनि काट्छु के गरेको हेलो एभ्रीवन वेलकम टु माई भ्लग अनि आज चाहिँ हामी पनि यसो मुखबाङ ट्राई गर्दैछौँ अनि हामीसँग छ यहाँ एप्पलको जुस तपाईँहरूले देख्न सक्नुहुन्छ यो बाखाले चाहिँ साह्रै डिस्टर्ब गरेको के अनि हामीसँग यहाँ अन्डा छ बोइल एग अनि त्यसपछि यो स्विट पोट्याटो नेपालीमा चाहिँ सखत अन्डा भन्छ हाम्रो साथीहरू चाहिँ प्रार्थना नगरी खान सुरु गरिसक्यो गरे ल हामी चाहिँ खान्छौँ ल गफ गर्दै खाँदै गइन्छ मजा आयो है सुप हालेको त मजा आयो कस्तो सुक्खा भन्छ उयो हाल्नु नि यो सुक्यो त्यो एकचोटि भाउँछ त्यो उ गर्नुपर्छ क्या त्यो पिरो बनाएर के कसले पिरो खान सक्ने कति मिनट नहाल्नु भन्ने कलकत्ता के बनाएर त्यो प्राइज राखेर गर्छ नि त्यस्तै गर्ने फेरि के भन्छ अरे सिल्भर के पाइयो भने कहाँ छ त नि त्यो चाहिँ आफै किन ल्यायो त्यो पनि छ गरे त्यो प्रसाद कोर्सहरूले बनाउँछ नि त्यो मासुवाला के मुरको मासु अर्काको हेरेर नभन न काट्न मिल्दैन है मेरो भिडियो जे होस् तर राम्रो बनाउनु राम्रो भएको छ है चर्च सकेपछि चाहिँ 81 प्लान बन्यो के अनि यो भिडियो गर्ने प्लान पनि हाम्रो थिएन ठ्याक्क पकाउँदा ल है हामी आज यस्तो गरिदिउँ भनेर आएको गरिदियो तर त्यस्तो धेरै पिरो भएन रहेछ युनिक फर्स्ट टाइम साथीहरू काकाबाको यस्तो आफ्नो पनि भन्यो ल पोखरा देशबाट भन न सकिहाल्यो पोखरा देशबाट पोखरा देशको लामो जिल्लाबाट म चाहिँ दाङबाट दाङ घोडा गिठे पानी के पानी दाङ घोडा गिठे पानी तपाईँ दाङ आएर भिजिटिङ गर्न सक्नुहुन्छ हाम्रो गिठे पानीमा एकदम दामी खानाहरू पाउनुहुन्छ सो तपाईँको लागि ढोका खुल्ला आउनुला चिन्नुहोस् न त चिन्नु त भनौँ बनाएर म त्यस्तो फेमस छैन भलग बना जुस बोल्दै भलग बना
म चाहिँ यिनको छेउको घरबाट छेउ कोठाबाट म चाहिँ बिचबाट म अर्को छेउमा यिनी गीते पानीबाट आएको म खर्कती नेवारनी आन्टीको पसलको अगाडिबाट हाम्रो त्यो घरलाई त त्यही भनेर चिन्ने रहेछ हामीले नेवारनी पसल तर टोडा तर तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ एकदम मजा आउँदैछ किम्ची हालेर शान्तिले भन्नुपर्दैन मलाई यार त्यो सबै हाल्दैन बगाल भन निको छ किन्छ किम्ची चाहिँ पिङ्की दिदीले बनाउनु भएको पिङ्की दिदी यो भिडियो म तपाईँलाई सेयर गर्छु होइन तपाईँको किम्ची दिक चाहिँ जम्मा 250 सिसाको हाम्रो चाहिँ आज यो सक्यो होइन यो किम्चीको चाहिँ 300 रुपियाँ हो तपाईँहरू यो च्यानललाई लाइक सब्सक्राइब गर्नु तपाईँहरूलाई 250 मिलाइदिन्छ दामबाट भन न तिमीले बनाइदिन्छु होम डेलिभरी यो खासै उसले आयो क्या यो जुसले हो जस्तो लाग्ने भगमा त्यहाँ खा तर जे होस् मजा आउँदैछ यस्तै यस्तै भ्लगहरू किसिमको नयाँ नयाँ भ्लगहरू लिएर आउँछौँ साथीहरू म अर्को चोटि यो 2 जना बहिनीहरूलाई लिएर आउँछु ल यो 2 जना चाहिँ मजाले गफ हान्छ अर्को चोटि चाहिँ म च्यालेन्ज गर्नुपर्छ कि हामी सेप्रो खाइदियो नि नजिकबाट तिम्रो तरिकाले कसो खान्छ खाऊ त होइन देखाइदेऊ तपाईँहरूको मुख रसौला भ्लगरमा क्या त्यो बसेर कस्तो मजाले खान्छ नि त्यो खाउँछ क्या दामी बनाउँछ राम्रो भएको छ आज बगालतिर त्यो तपाईँहरूको 300 रुपियाँको रामेन भन्दा यस 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 हेर्नुहोस् त्यो टुसा भनेको पोखराको टुसा नदीपुर कहिले नजाउँ नजानु होला होइन तपाईँहरूको आफ्नो टेस्ट होला होइन त मजा जानु आउँदैन तपाईँ जानु मन जानु तर ठाउँ त ठिक छ ठाउँ त एकदम बगाल छ नयाँ भएर बरु होइन खाना मिठो होस् पैसा त्यति मतलब हुँदैन कि खाना मिठो भएन भने त 10 त्यो त मलाई त मनखट लाग्छ गफाडी हो है त्यो छेउको पनि होइन हो बारे तोस् तपाईँको लागि पनि हो मेरो लागि पनि तपाईँहरूको लागि तपाईँ यदि सोध्नु न तपाईँले 1000 रुपियाँ खाना खानु भएको छ अरे एक खाल तपाईँ मिठो पाउनु तपाईँलाई त्यो मनखट लाग्छ लाग्दैन आशिका तामाङ जस्तै हुनु लाग्यो त उयो हाँसेका तामाङलाई जेलमा हाल्छ बिचरा आशिका तामाङ त कुराहरू पनि ठिक छ किनहरू खै त्यही झगडा हो त्यही अस्ति एउटा खतरा आयो त्यो सरकारको बारेमा नेपालको सबै कुराहरू पोल खोल्दै जे हो त्यही निकाल्छ हो त्यो धेरै होसमा आयो ए जोसमा आयो त्यो धेरै जोसमा आएर कति बेला होस भुटानको त होइन गीते पानी तिम्रो छिमेकी होइन र त्यही त उनी धेरै बोलेर त्यस्तो भएछ मलाई त्यस्तो लाग्छ यिनले कति सम्झाउन् अन्त गाजल के त्यो आन्टीको अर्को मुभी त खेलेर चाहिँ हेर्नु रहेछ अब पहिला उसले मुख त हेलेको आर्मी स्टुडेन्ट कहाँ हेरेको कुनै पनि भिडियोहरू चाहिँ उनीहरू जस्तो गर्छ नि त्यो बेबीहरू तान्दव नाच्यो अरे त्यो त त्यसो अन्जान कहाँ छ कहाँ छ मलाई थाहा टेबलकोमा होला है भाउजू कहाँ टेबलको मुनि कति छिटो खाइभ्यो मेरो भएर अरू भन्ने फेरि म चाहियो एक परात जाउँछ एकैछिन खाइदिन्छ त्यस्तो स्पिड के हेर्नु स्पिड खाइदिन्छ गोर्खाबाट ल्याएको हो क्या त्यो भाउजू त्यो सुत्केरी कस्तो मिठो छ कति त्यो पर्पल कलरको मिठो हो क्या अर्को त नर्मल भयो त्यो मजा आयो धन्यवाद छ यस्तै लु नि भाडा उडाउनु थाल्यो दुःख सुख गरेर साथी भेटेन होला क्या त्यो हान्थ्यो कि
शान्ति खोले ल्याउनुपर्छ नि मुख हेर नि मेरो के मुखैमा रातो त्यो अरू भ्लगहरूमा हुन्न त्यही पनि त्यसले नाटक गरे हुन्छ भइरहेको छ यहाँ सिकान्छु यो खत्रीतिर चाहिँ छैन क्या मेरो लागि एउटा भिडियो के गरिदिएको यार उसो न उठ्यो उठ्यो तपाईँ जाँदै उठ्यो हामी धेरै हल्ला गऱ्यौँ त्यहाँ मेरो पनि पऱ्यो बिहान अन्त अब बाहिर हुन्छ आउँदा जिन्दगी भन्दा रमाइलो हो रमाइलो गर्न जान्नुपर्छ खुसी हुन जान्नुपर्छ त्यो कुरा चाहिँ तपाईँले युट्युब च्यानलबाट सिक्नुहुन्छ इष्टमित्र गाइजहरू अनि हामी चारजना आज यसो बसेर पसिलिहालो खुसी हुँदैछौँ खाँदैछौँ यो चाहिँ हाम्रो पहिलो मुङमाङ भिडियो थियो गाइस चाहिँ हाम्रो कस्तो भयो थाहा भएन यस्तो हेर्नु नानीको आमा भयो नि त्यो जोस अनि रमाइलो लाइक एन्ड सब्सक्राइब गर्नु होला नभुल्नु होला पछि भनिहाल्छ बाई बाई उही यहाँ रातो भएर छ बाई बाई एभ्रिवान आज टिपीहरू भएको छ